हेलो गाइज, हामी चाहिँ आज झापा जाँदैछौँ। झापा 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 दिदीको घर जाँदैछौँ है गाइज। झापा जाँदा जाँदै हामी चाहिँ अब चाहिँ हामी सफारीमा चढ्यौँ बस स्ट्यान्डसम्म जानका लागि। सफारीमा चढ्यौँ, त्यसपछि हामी अब बस स्ट्यान्डतिर लाग्छौँ हैन। बस स्ट्यान्डतिर लाग्यौँ। अब बस स्ट्यान्डमा पुगेपछि हामी कुन गाडीमा जाने भनेर हेर्दैछौँ है। कुन गाडीमा जाने अब हामी चाहिँ आरुष चाहिँ बन्दुकै लिएर जाँदैछ। झापा गाइस मार्छु भन्दैछ क्या हो सबैलाई। अब बसमा चढ्यौँ हामी, त्यो बिचको बसमा चढ्यौँ। बिचको बसमा चढ्यौँ अनि त्यसपछि लाग्यौँ झापातिर। अब हामी जाँदैछौँ। अब बाटो एसियन हाइवे बनाउँदैछ यो के अरे पूर्वदेखि पश्चिम, ठुलो पश्चिम हाइवे बनाउँदैछ। एसियन हाइवे बनाउँदैछ। अब कस्तो हुने हो, कहिले बन्ने हो थाहा छैन। बाटो चाहिँ एकदम धुलै धुलो, एकदम माटै माटो त्यस्तो खालको भएको छ गाइज। अनि केराहरू धेरै छ है झापामा चाहिँ गाइज। केराहरू धेरै छ। जाँदैछौँ जाँदैछौँ। यस्तै छ, झापा जाँदैछौँ। अब हामी विराट चोक बेलबारी जान्छौँ है। अब विराट चोक आइपुग्यौँ हामी। जङ्गल आयो, मलाई चाहिँ जङ्गल एकदमै मनपर्छ क्या। हरियाली गाउँहरू एकदमै मनपर्छ। अब हामी जङ्गल जान्छौँ बाटै बाटो होइन। यो चाहिँ यहाँ चाहिँ एउटा उयो छ क्या, सिमसार छ क्या, बेतना सिमसार भन्ने। यो चाहिँ सिमसार हो। कस्तो राम्रो छ क्या गाइज, हेर्न। यो सिमसारमा जान पाए चाहिँ हुन्थ्यो जस्तो लाग्छ क्या। बेतना पुल हो होइन, बोटहरू गर्ने ठाउँ छ, बोटिङ गर्ने ठाउँ छ होइन। अनि त्यसपछि त्यहाँनिर हामी बाँदर हेर्छौँ है। बाँदर छ त्यहाँनिर। आरुषलाई बाँदर देखाइदिएर हामीले त्यहाँनिर बसिरहेको छ क्या बाँदर चाहिँ। बाँदर चाहिँ त्यहाँनिर बसिरहेछ। त्यसपछि मान्छेहरू अब जीवन चलाउनका लागि निङ्ग्रोहरू बेच्छन् होइन। निङ्ग्रोहरू बेच्ने आरुषको हात हो यो चाहिँ। अनि केराहरू बेच्ने गर्छन् होइन। अब हाम्रो जिन्दगी चलाउनलाई गर्नु परिहाल्यो नि। जाँदैछौँ हामी।
मेहनत गरेर बनाउँदैछन् क्या गाइज। यो बाटोहरू चाहिँ यस्तो बर्खाको टाइममा पनि होइन मान्छेहरूलाई साह्रो गाह्रो नहोस् भनेर हेर्नु न अब कस्तो राम्रो तरिकाले झापा मोरङ एरिया सकिन आँट्यो। अब झापा आइपुग्न आँट्यौँ हामी चाहिँ होइन। ये मंजिले है कौन सी ना वो समझ सके ना। चिया बगान हेर्नु है गाइज। अब झापामा चाहिँ चिया बगान हुन्छ। यो त अलिक पातलो चिया बगान रहेछ। हामी चाहिँ अलिक बाक्लो चिया बगान भएको ठाउँ त यस्तो दामी हुन्छ नि, यस्तो दामी हुन्छ गाइज होइन के भनौँ र। ना वो समझ सके ना हम अजीब दास्ता है कहाँ शुरू कहाँ खत्म ये मंजिलें है कौन सी ना वो समझ सके ना हम। चाहिँ हामी दमक आइपुग्यौँ। हाम्रो मोरङ एरिया चाहिँ सक्यो। अब हामी झापामा इन्ट्री गऱ्यौँ। झापाको दमकमा आइपुग्यौँ हामी होइन। झापाको दमकमा आइपुग्यौँ। त्यसपछि बाबुले चिसो माग्दैछ, चिसो दिनु अरे। बाबुलाई चिसो मनपर्छ, बाबुलाई चिसो दिनु त। ठुलो मम्मी चिसो माग्यो गएर गोर्खा यो चाहिँ भाटपट्टि नि चाहिँ गोर्खा झापाको ठुलो भाटपट्टि नि। यसलाई अलिकति चिसो दिनु यहाँ। छप्प 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 छप्प। अब यो दमकको बस स्ट्यान्डमा चाहिँ सबैजना झर्दा रहेछ नि। त्यहाँबाट पनि हिँड्यौँ हामी चाहिँ।
क्रस हुँदै पुलहरू क्रस हुँदै जाँदैछौँ हामी चाहिँ गाइज। अब यो कुन जङ्गल हो एक्ज्याक्टली मलाई थाहा भएन, तर यो जङ्गल चाहिँ मलाई सानोदेखि नै एकदम मनपर्छ क्या मलाई चाहिँ। अझै यो जङ्गलमा चाहिँ च्यानको सानो च्यानघारीहरू बनाउँछ कि, हामी चाहिँ च्यानघारी भन्छौँ यसलाई चाहिँ। पत्रीको जङ्गल जङ्गल छ नेपालमा, खोला नाला जङ्गल धेरै छ। अब हामी सुरुङ्गा बजारबाट लागौँ तल बालु बथानतिर। अब म चाहिँ एकदम राम्रो धानहरू रोपेको छ। धानहरू मजाले रोपेको धानहरू हेर्नुहोस् है गाइस, धानहरू यस्तो मजाले रोपेको छ कि यहाँ। हो मलाई चाहिँ यस्तो हरियाली एकदम मनपर्छ क्या। धान त मेरो झन् फेभरेट हो, यो हरियो धानहरू देख्यो भने मलाई एकदम मनपर्छ क्या। अनि एकदम मनपर्छ। अब हामी चाहिँ ठ्याक्कै दिदीहरूको घर आइपुग्यौँ। दिदीहरूको घर यही हो। अब आरुष चाहिँ कुदेर जान्छ। दिदीको घर यही हो। मेरो चाहिँ हाम्रो भेना होइन, कस्तो राम्रो छ हेर्नु न गाइस। घर पनि सानो चिटिक्क परेको कि। म बाटोदेखि नै भिडियो बनाएको, वहीँदेखि भिडियो बनाउँदै